नमस्कार साथीहरू, म आज घरमै बनाएका नरिवल बिस्कुटको रेसिपी लिएर आएकी छु, जसको लागि मैले नरिवल मिक्सीमा पिसे कोरिन र त्यसमा गुड मिसाएर मज्जाले माडेर मिलाएँ। त्यसपछि मैले त्यसमा आँटो मिसाएँ र आँटो मिसाए पछाडि यी तीनै थोकलाई मज्जाले मिसाएँ, मोलेँ। अनि त्यस पछाडि त्यो मोलेको मिश्रणमा मैले अलिअलि गर्दै दुध मिसाउँदै माड्न थालेँ। यसलाई राम्रोसँग माडेर एउटा सारो खालको डल्लो बनाएँ। रोटीका लागि माडेको आँटो भन्दा अझ सारो डल्लो मैले यहाँ बनाएँ र राम्रोसँग जब यो माडियो, मैले यसबाट थोरै थोरै गर्दै यसरी आँटा चुडेँ र साना साना डल्ला बनाउँदै राख्दै गरेँ। त्यो ठुलो डल्लोबाट यसरी साना साना डल्ला सबै बनाइसकेपछि मैले आँटा लगाउँदै यी डल्लाहरूलाई एक एक गरेर बेल्न थालेँ। धेरै पातला नपारेर अलिक बाक्लै खालको रोटी बनिएपछि मैले एउटा धारी र ग्लासको सहायताले यसरी गोला गोला बिस्कुटको आकार दिन थालेँ। यसरी गोला बिस्कुट निस्केपछि मैले यिनीहरूमा केही डिजाइन दिउँ भनेर काटा चम्मचको मद्दतले यसरी काटा चम्मच थिच्दै डिजाइन बनाउँदै गरेँ। प्रत्येकमा भिन्दै भिन्दै डिजाइन मैले यिनीहरूमा बनाएँ। हजुरहरूले अरू थोक केहीको पनि सहायता लिएर यसरी डिजाइन बनाउन सक्नुहुनेछ, अथवा काटा चम्मचले पनि यसरी विभिन्न डिजाइन बनाउन सक्नुहुनेछ। एउटै जिनिसले धेरै खाले डिजाइन हामी बनाउन सक्छौँ। र यसरी डिजाइन दिएपछि मेरो कराईमा तेल बसाइसकेकी थिएँ। तातो कि तातेन भनेर मैले विचार गर्दा कराई तात्न लागेको रहेछ र मैले एक एक गरेर ती बिस्कुटहरू यहाँ हालिदिएँ कराईमा र सानो आगोमा धेरै बेरसम्म चलाउँदै पल्टाउँदै गरेर यी बिस्कुटहरूलाई पकाएँ। बिस्कुटहरू दुवैपट्टिबाट पाकिसकेपछि मैले ती बिस्कुटलाई तेलबाट बाहिर निकालेँ र यसरी नै मैले सबै बिस्कुटहरू तेलमा पकाएँ र साह्रै स्वादिला नरिवलका बिस्कुट घरमै तयार पारेँ। हजुरहरूले पनि यसरी बनाएर खानुहोला र मलाई कमेन्टमा भन्नुहोला कस्तो लाग्यो भनेर। भिडियो सम्पूर्ण हेरिदिनु भएको लागि धेरै धेरै धन्यवाद छ।